है गाइस ल म चाहिँ बाहिर चाहिँ बोल्न सक्दिनँ भित्र चाहिँ फेरि खत्रै बोल्छु होइन आज चाहिँ अब विकेन्ड लागिसक्यो होइन आज फ्राइडे आज हाफ डे थियो घरमा आइयो सुतियो खाइयो अनि आज यस्तो दामी सनसेट हुँदैछ यहाँ चाहिँ मेरो आज फेरि यहाँ चलपल छ क्या चलपल यहाँ ब्रो हुँदैछ होइन अहिले चाहिँ हामी यस्तो छ क्यामेरा लिएर आएर हामी सुटको लागि जाँदैछौँ हाम्रो यो सुट पनि सिधै गएर राइट लिएर युटर्न गर्ने हो अनि यसरी म चाहिँ फेरि यो पठान टाइपको चाहिँ नराखेर भाइ ठ्याक्क अगाडि हुन्छ कि गिटी त्यो चाहिँ पठान खालको हो नि त कस्तो पठान टिस्यु यता कुनामा राखेन नि त अगाडि पठान भाइहरू जस्तो हल्का भन नि त यो त ब्रो आमा कस्तो बलेको यार यो फेरि हो यस्तो छ बलिरहेको छ सनसेट दामी छ अब हाम्रो सनसेट खिच्ने प्लान छ अनि सबै फोटो एन्ड भिडियोग्राफरहरूको लागि चाहिँ सनसेट सनराइज भन्ने चाहिँ गोल्डन आवर बबाल हो होइन त्यही भएर म पनि जाँदैछु के छ गाइज तपाईँहरू कहाँबाट हुनुहुन्छ होइन के छ लाइफ कसरी चलिरहेको छ भन्नु पऱ्यो यहाँ चाहिँ दिपा एन्ड फ्यामिलीको ब्लगमा आउनु पऱ्यो गाइज झप्ल्याक अनि अहिले चाहिँ अब हामी मम्जातिर जाँदैछौँ खिच्नलाई होइन यो चाहिँ मेरो घर चाहिँ के हो है ओरेन्ज टाइपको द्याट इज माई हाउस यस्तो खालको भन्नु नाम देख्छ नि यसलाई रक तर मेरो चाहिँ जेटो सेटो होइन मेरो ड्रिम कार चाहिँ फेरि मेरो ड्रिम कार चाहिँ जिप छ होइन गाइज मलाई मेरो त्यस्तो ठुल्ठुलो सपना केही पनि छैन गाइज अनि अब मेरो अर्को नेक्स्ट सपना चाहिँ जिप चलाउने सपना छ मेरो मलाई त्यो स्पोर्ट्स कार लाइक द्याट्स माई हो त्यो चाहिँ द्याट्स नट माई टाइप गाइज हो मेरो चाहिँ जिप चलाउनु छ भालो भनेको मेरो सपना त्यही हो नेपालमा गएर किन्नु सकिँदैन हेर्नुहोस् गाइज नेपालमा गएर एउटा बुलेटकै माया सला बुलेटको दाम सुत्दै माया हुन्छ है किन्नुलाई पनि समस्या छ भने कि तर छोडेर आउनुपर्छ नि होइन सपना पनि 7-8 लाख रुपियाँ भन्छ यार एउटा बुलेट बाइकलाई अनि यार माया काट कहाँ यहाँ त्यहाँ बुलेट बाइक किन्यो यहाँ त मलाई गाडी हाम्रो सर गाडी त्यस्तो गाइज यस्तै छ लाइफहरू यहाँ हेर्नु होला सबैको लाइफ आफ्नो छ होइन चलिरहेको छ त्यस्तै हो सबैले गर्नुपर्छ हामी फुल लेफ्ट ह्यान्ड युटर्न है यहाँ अब फेरि म चाहिँ हल्का इन्स्ट्रक्टर पनि गर्दैछु होइन पार्ट टाइम हान्दैछु त्यही हो यस्तो छ दुबई यो भाइ यो चाहिँ अल्किसेस हो दुबईको अनि त्यो चाहिँ मिनिस्ट्री अफ अफेयर्स एन्ड दिस इज विक्रम ओके एन्ड दिस इज कुशन सरजले कतै पहिला एउटा खै तिनीहरु हराए त त्यस्तो गाइज लाइफ खै मेरो यहाँ देख्नु भनेको त्यहाँ होइन ल यस्तै छ अहिले चाहिँ अब हामी हिँड्दैछौँ जाँदैछौँ खिच्छौँ कस्तो के हुन्छ हल्का तपाईँलाई हाम्रो म्युजिक भिडियो आउँदैछ एउटा होइन अब यो अनि एउटा कुरा चाहिँ के रियलाइज गरेको भने समरमा चाहिँ लास्ट डेन्जर गाह्रो हुन्छ होइन बाहिरको सर्ट गर्नु सो त्यस्तै हो गाइज माया गर्नु होला ल माया गर्नु ल त्यस्तो हो यस्तो हो गाइजहरू लाइफ यस्तै छ सब्सक्राइब ओके बाई अलिकति टेन्सन होला यस्तो भयो हामीलाई होइन अहिले चाहिँ सनसेट जाला जस्तो भइसक्यो होइन हामी अझ निसिकाममा ट्राफिक यो राइट होइन दुबई ट्राफिक यहाँ कस्तो दामी सनसेट देखेको छ बबाल होइन सनसेट बिस्तारै रिल्याक्स ब्रो आज भन्यो भने के छ र हाम्रो जिन्दगी हुँदैछ ए ल मुभी सकिने बेला खिच्दै भिडियो हेर्न यहाँ सनसेटमा कस्तो हेर्छ भिडियो यार आवाज चाहिँ त राइट नि राइट राइट जानु मलाई थाहा छ तिमी थाहा बिर्स्यो कता लगाउनु आउनुभएको राइट जानु त्यहाँबाट पार्क त लेफ्टमा हो नि राइट जानु हामी पार्क जाने होइन त भनेको होइन उहाँबाट फ्री राइट जाउँ म त उतापट्टि भयो कहाँ जाने मलाई थाहा छैन हामी मन्दिर प्राप्त आइसकेको छौँ गाइज होइन हामी हल्का रसमा छौँ गाइज तपाईँसँग बोल्ने अवस्था छैन म हल्का म पछि छु ल हल्का यस्तो छ जिन्दगी उतापट्टि जाने भनेको यस बेबी उताबाट ये बेबी उता भन्दा यता राम्रो थियो क्या अहिले कहीँ अवस्था छैन भाइ हामी जतिसक्दो चाँडो पुग्नुपर्ने छ यो गाइज जतिसक्दो चाँडो पुग्नुपर्ने छ हामी चाहिँ बाहिर यतिको बोल्नु सक्ने भए चाहिँ म खतरा भ्लगर हुन्थ्यो होला कि गाइज तर बाहिर चाहिँ त बोल्नु सक्दिनँ क्या अलिकति बाहिर क्राउड भए चाहिँ फेरि म यस्तो हो नि त चिनेको मान्छेहरूसँग चाहिँ हल्का बोल्छु आफ्नो अलिकति मनले खाएको मान्छेहरूसँग भेट्यो भने बबाल बोल्छु त्यो बाइक चाहिँ ठिक छ मन्जर पार्क युटर्न गर्ने रिटर्न सिधै होइन त्यो खिच्नु मिल्दैन क्या मान्छेहरू क्या
बिस्तारै जाउँ न त डोन्ट रस ब्रो चिल त्यहाँ हेर्न ल मान्छे अब आफ्नो लाइफ छ नि त होइन हेर्ने एउटा कस्तो What the hell? हेर्दा यहाँ त्यसै भाइको दारी पनि आएन कहाँ भन्नु है I'm chasing parking छैन sunset bro I'm chasing